अनि 13 नम्बर भन्दा त झन् 14 नम्बरतिर नि कति गाह्रो छ नि हेर्नु त्यहाँ गाह्रो होला है जानु पर्ने छ जानै पर्ने हो त्यहाँ पनि वास्तवमा यसलाई नगरपालिकामा गाप्नु भन्दा पनि मलाई त्यो जाँच्नु लाग्छ रेगुलेसन पुग्नु पर्छ नि गाउँपालिका बन्नुको लागि यतिकै हुँदैन गाप्दिनु पर्यो अनि बाटो चाहिँ लास्टै गाह्रो तर रमाइलो ठाउँ चाहिँ कति रमाइलो है एकदम राम्रो ठाउँ चाहिँ रमाइलो हाम्रो आज चाहिँ मैले हाम्रो नयाँ स्टाफलाई चाहिँ मेरो फिल्ड भिजिट गर्न ल्याएको त्यसपछि हाम्रो एमएनएलाई अनि नयाँ फिल्ड कति माथि छ है तर हाम्रो टाइम त धेरै लस्ट होला जस्तो छ म्याम तिम्रो माया कति छ हेलो गाइस आज हामी कहाँ जाँदैछौँ आज हाम्रो क्याम्प छ तर के गर्नु अहिलेसम्म यही छ अटो पाइएन त्यसको कारण त्यही हो म्यामले फोन गर्नुभयो बाटो राम्रो छ भन्नाले पिच रोड जाँदैन हो पिच रोड जाँदैन रोड पनि जान्छ यो बाटो पनि एकै ठाउँ माथि सिमी सलाम टोलमा जोड्छ छोटो बाटो हो यो छोटो बाटो भित्रको गाडी जान्छ तर उतैबाट जाम्ला किनभने हेल्पोस्ट हुँदै थ्यांक यू यति सोध्नलाई बाटो नचिनेर हामी वेट गरेन अनि हेल्पोस्ट हुँदै गयो भने जान लाग्यो हामी त्यही जाने हो हजुर हजुर घर घर त धेरै माथि छ त हिँड्दै जाने गाडी आउँदैछ दिमागले कामै गर्छ प्रभु हामी फिज आएको हेर त यो बिकोट सुर्खेत वीरेन्द्रनगर अरे यो वीरेन्द्रनगर भ्याली दुर्गा म्याम हामी वीरेन्द्रनगर भ्याली के गर्ने यो फिल्ड भनेको एकदमै हाम्रो आजको मेमोरिएबल सँगसँगै कस्तो खालको फिल्ड हो यो कति दामी है मकैको पिठो छ नै निम्न मकैको सुर्खेत भ्याली देख्यो है 23 जना म्याम हजुर रिएक्टिभ भेट्दैन म्याम जान त सबै इन्डिया जानु भएको हो तर भेट्दैन हजुर के भयो गठाउँदैनौ आमामा खुट्टा नै कस्तो भयो कि यो त यार मैले कालीकोट जाँदाखेरि नि हिँडेको थिएँ नि यो बाटो त माथि हेर्छु न भारी बोकी यता इन्डियाबाट आएको हजुर हजुर म इन्डियाको मागेर है ल ल ल ल जाऊ मम्मी कस्तो लाग्यो फिल्ड अघि लोड्ने बेला भिडियोमा खुट्टो मड्कियो कि लड्कियो हुने हो 40,000